माइला हाँ त सुन्नु न प्लिज साथी आउनु लागेको छ के कहाँबाट काठमाडौँदेखि हामी सुङ्गै पर्यौँ पहिला सतै पर्थ्यौँ कि यतातिर अँ, अनि ऊ चाहिँ अहिले काठमाडौँतिर पढ्छ यसो भेटघाट नभए पनि मस्तै भयो क्या 2-4 दिन यतैतिर बस्छु अनि भन्छ अनि यतैतिर बस्न लाग्यो बेगुनतिर बस्यो त्यो 2-4 दिन हाम्रो हेरेर बसाल्ने हजुर। काठमाडौँ बसायो नि अँ। तेरि साथ है ओके हामी सँगै पढ्यो अनि अहिले त्यो काठमाडौँतिर पढ्छ अनि मेरो त बिहा भइगयो अनि यसो भेटघाट गरौँ अनि भेटघाट नभए मस्तै भयो क्या भनिन आउनु लागेको छ क्या 2-4 ठिक दिनको छ लागि 2-4 दिन मात्र किन 10-15 दिन यतै बसालौ न हाम्रो घरतिर क्या छ र खाली छ नि ल कोही बेला आउने हुन्छ कोही बेला अगाडि त्यहाँ माथि आइगयो भने त्यो आउने बेला पनि भइगयो होला यहाँबाट आइगयो जाउँ नि हो हजुर जाउँ न आइगयो होला अहिलेसम्म त यिनी हुन् बिन्ता तेरि साथै हजुर गे अफ्रिकातिर पनि साथै छन् तेरि कहाँ अफ्रिका यहीँ नेपाल गए हुन् नि मेरो साथै यहाँ माथि कि नि त काठमाडौँदेखि पढेर आएको के नेपाली हुन् अफ्रिका हुन्छ कहिल्यै फेरि अफ्रिकनसँग कहिले मेरो चिनाजानी हुन्छ अफ्रिकन भन्दा पनि अधिक छिन् त ओहो बिन्ता के छ हाल खबर ठिकै छ के छ तिम्रो हाल खबर धेरै पछि भेट भयो यार धेरै पछि भेट भयो के हेर्नु त यस्तै हो यही हो बिनिता तिम्रो घर यही हो अब यसो 2-4 दिन बसिन्छ यहीँ घरमा अनि 2-4 दिन घुमघाम गरेर घर गइन्छ ल ठिक छ नि त के छ तिम्रो हालको ठिक छ सुन्दैछौ सुन्दैछु के हो त आजकल त बिहे गरिसकेपछि त के धेरै दोहोरो मोटाउनु पर्छ त हो मोटाइयो अब यसो सुत्केरी पनि अब यसो खायो बेस गरी मोटाइयो नमस्ते भिनाजु नमस्ते साली भिनाजु हुनुहुन्छ के छ त भिनाजुको हाल खबर ठिकै छ हजुर आरामै बिन्दास है एकदम ठिकै छ भने काठमाडौँमा भर्खरै पुग्नु आ अहिले भक्कल नपुगे भिनाजु म त अहिले भक्कल हजुर ठिकै छ हजुर ठिक छ जाउँ त तिर भित्र जानु पर्छ यसो पानी सानी आउनु न तपाईँ पनि ल म आएँ जा म त काठमाडौँ भए बसे एकदम प्योर राम्री होले भने त यो त एउटा अफ्रिकन भन्दा पनि काली रहेछ 2-4 दिन बसाल्ने गरी यो त म आजै नपठाएछ